आजभोलि जहाँ गए पनि एउटै कुरा सुनिन्छ। चिया पसलमा, बसभित्र, फेसबुकमा, टिकटकमा। अरू कोही छैन र? झापा 5मा त बालेन शाह र केपी शर्मा ओली बाहेक नामै उड्दैन। कसैले हाँस्दै भन्छ, देश दुईजनामै अड्किएको जस्तो छ। कसैले रिसाउँदै भन्छ, हामीलाई नेता होइन, समाधान चाहिएको हो। यस्तै गफगाफ बीच काठमाडौँको बाहिरपट्टि रहेको सुखचौर टोल आफ्नै तरिकाले बाँचिरहेको थियो। त्यही टोलमा बस्ने निरज, 26 वर्षको युवक, आज चुपचाप चिया पसलको कुनामा बसेको थियो। चिया पसल तात्तिएको थियो। एकजना युवक ठोक्किँदै भन्दै थियो, बालेनले त सिस्टमै हल्लाइदियो नि, कुरा होइन, काम। अर्को छेउबाट आवाज आयो, काम त ठिकै हो, तर देश चलाउन अनुभव चाहिन्छ। ओलीले देश चलाएको मान्छे हो। निरजले टाउको उठायो। उसको मनमा एउटै प्रश्न घुमिरह्यो, चुनाव भनेको दुईजनाको नाम दोहोर्याउने खेल मात्र हो त? घर फर्कँदा उसले बुवालाई सोध्यो, बुवा, आजभोलि त चुनाव आयो कि बालेन र केपी ओलीकै कुरा मात्र हुन्छ, अरू नेता छैनन् जस्तो? बुवाले हल्का मुस्कान दिए। केही बेर चुप लागे, अनि बिस्तारै बोले, छोरा, नाम धेरै उठ्नु र सही हुनु एउटै कुरा होइन। निरज चुपचाप सुनिरह्यो। बुवाले अगाडि भने, बालेनले काठमाडौँमा नियम चलेको देखाएका छन्, साहस देखाएका छन्, त्यो कुरा मान्नुपर्छ। ओलीले राष्ट्रिय राजनीतिमा लामो समय बिताएका छन्। संविधानदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म उनको प्रभाव छ। बुवाको स्वर गम्भीर भयो। तर सम्झनु, यी दुवैलाई यहाँ पुर्याउने हामी हौं, हाम्रो भोटले। त्यो रात निरजलाई निन्द्रा लागेन। उसले मोबाइल खोल्यो। कसैले बालेनलाई नायक बनाएको, कसैले ओलीलाई राष्ट्ररक्षक भनेको, बीचमा प्रश्न गर्नेहरूलाई गाली। त्यही बेला निरजले महसुस गर्यो, हामी चुनावलाई व्यक्ति केन्द्रित तमासा बनाइरहेका छौं। भोटको मूल्य नामको भिडमा हराइरहेको छ। भोट हाल्ने दिन आयो। मतदान केन्द्रमा लाइन थियो। कसैले भन्यो, जे आए पनि उस्तै हो। कसैले भन्यो, म त फेसबुकमै समर्थन गरिसकेँ। निरजको पालो आयो। मतपत्र हातमा लिँदा उसको मन भारी भयो। उसले बुझ्यो, यो कागज बालेन वा ओलीका लागि मात्र होइन, यो कागज सिस्टमका लागि हो, जवाफदेहिताका लागि हो, भोलिका प्रश्नहरूका लागि हो। उसले भोट हाल्यो। मतदान केन्द्रबाट बाहिर निस्कँदा उसको मन हलुका भयो। नतिजा जे आए पनि उसले आफ्नो जिम्मेवारी पूरा गरेको थियो। केही दिनपछि फेरि गफ सुरु भयो। फेरि उही नामहरू, फेरि उही बहस। तर निरज अब फरक थियो। उसले साथीहरूलाई भन्यो, बालेन होस् या केपी शर्मा ओली, हामीले नाम होइन, काम र जवाफदेहिता हेर्नु सिक्नुपर्छ। छेउबाट बुवाको आवाज आयो, भोट हाल्नु सुरुवात मात्र हो छोरा। भोटपछि प्रश्न गर्न सकेनौ भने फेरि उही झापा दोहोरिन्छ।